भोलि मेरो प्रेजेन्टेसन छ कलेजमा। ल यतैको केटा खोज्नु पर्यो अब। ल यस्तो देखियो अहिले त। अब त ए दाइ र भाउजू त्यहाँ हुनुहुन्छ ती। गुड मर्निङ गाइज, वेलकम टु माई युट्युब च्यानल। म गैराकोटीतिर छु अनि यहाँ एकदमै धेरै यस्तो तुसारो छ है। मेरो यो तराईमा फर्स्ट टाइम हो। अनि यहाँ हुनुहुन्छ भाउजू, दाइ त बिजी हुनुहुन्छ। हामी आज कालिका मन्दिर जाँदैछ। हामी यहाँबाट अटो कुरिरहेछौँ। यहाँनिर त एकदमै म चाहिँ फर्स्ट टाइम आएर मलाई अचम्म लाग्यो होला है। यस्तो छ, त्यहाँबाट के आउँदैछ पनि थाहा हुन्न। हामी अटो कुर्दैछौँ, एकदमै जाडो छ। हामी जाने अटो आइपुग्यो, यही हो। अब म केबल कारमा गएपछि देखाउँछ है। यहाँनिर आइपुग्यौँ, एकदमै हुस्सु छ, केही पनि नदेखिने रहेछ। अनि आजै जानुपर्ने थियो फेरि, किनभने म काठमाडौँ जानुपर्छ आज। भोलि मेरो प्रेजेन्टेसन छ कलेजमा। अनि यहाँ भाउजूहरू टिकट लिन जानु भइरहेछ। दिस इज आवर टिकट। अनि यहाँको लोकल बासीहरूको लागि चाहिँ यहाँ अझै बढी डिस्काउन्ट रहेछ, मैले कम पाएँ। अब म पनि यतैको लोकल बासी हुनुपर्छ जस्तो छ। ल यतैको केटा खोज्नु पर्यो अब। के भयो? हामी यता छौँ। तल पनि मन्दिर छैन र तल स्टार्टिङमा पनि गणेश मन्दिर छ। हामी सिँढी गन्दै गन्दै आएको थियौँ कि। कतिवटा छ ल भन्नु? थाहा छैन कतिवटा, 2000 कति पुरा थियौँ के अरे हामीले। गर्न बिर्सिनु पर्छ 2000 पुरा होला, त्यो बेलामा सानै थिएँ नि त, गर्न आएन होला मलाई। हुस्सु नआएको भए चाहिँ कस्तो देख्थ्यो र? कस्तो राम्रो भ्यू देखिन्थ्यो। माथि गएर पनि सब हुस्सेले अब केही देख्न नपाउनु नि भयो। सहर देखिन्थ्यो होइन? खसी काट्दैन यार, सानो लैजाने काट्छ कता काट्छन् अब त झन् केही पनि देख्दैन त। हामी अब आइपुग्यो ल होइन। अब सनराइज कस्तो राम्रो देखिन्छ। कुहिरो माथि छौँ। तपाईँहरू कहाँको बासी रे? लोकल बासी? ओहो, के सक्नु अब, कसरी सक्नु अब। यो होटेलले धन्दा डाँडा बनाएछ, अब यो जलाइदिँदै तल लगाएर त्यो हामीहरू यहाँ आइपुग्यौँ, एकदमै चिसो छ। यो चाहिँ चन्द्र ढकालको लगानीको होटल इला। हमने देखा था शताक्षी मिश्राको भिडियोमा। अहिले आउने बेला पत्ता लगाए, जाने बेला त दाइले के भन्नुभएको थिएन, आउने बेला भन्नु। मलाई पहिल्यै थाहा थियो चाहिँ हामी इला कम्फर्ट यहाँ हिँड्दैछौँ। धेरै त हिँड्नु पर्दैन। भाउजूलाई अहिले कतिको जाडो भयो? अब म माथि गएर देखाउँछु है। गाइस, दाइले मलाई यसरी पिट्नुहुन्छ। हेर्नुहोस् मङ्की हेर्नुहोस्। हेर्नुहोस् दाइ, मङ्की जुम गरेर हेर्नुहोस्। हाम्रो ए दाइ र भाउजू त्यहाँ हुनुहुन्छ ती। भाउजू रिसाएर फरक्क त्यो दुईटा चाहिँ मेरो दाइ भाउजू हो। यिनीहरू मैले बनाइरहेको थिएँ अनि भिडियो अफ गरिदिएर जानुभएछ। ती दाइ ओ जम्प हान्नुभयो, दाइ जम्प हान्नुभयो। त्यहाँ एक्लै भएर सेन्टी भएर बसिरहनु भएको अरे सबै। हजुर यहाँको लोकल बासी भएपछि त्यति त बन्नै पर्यो नि।
अहिले त माथि त जाडो छैन त नाक चिसो भयो भाउजू भाउजूको टिकटक बनाइदिनको लागि अघि अघि आइरहेको छु हेर्नु है मन्दिर कि सिँढी भन्ने गीतमा बनाउनु पर्यो रे अब म बनाइदिन्छु हामी यहाँ प्रवेश गरिसक्यौँ के भयो लाइट पर्छ के उहाँ अघि चढ्न थाल्नु भइसक्यो दाइ फेरि आएर यो दाइले मलाई आज टाउकोमा 5 पटक हानिसक्नु भयो दाइले आएर कुट्नु पर्यो है अहिले बनाउनु लाग्यो तैँले झरेको के काम गर्नु अहिले झर्नु यो मङ्कीहरू धेरै नै हाम्रो सुरेश दाई भोकाउनु भएछ यहाँबाट सुन्नु भइरहेछ मलाई यहाँ गाली गर्दै हुनुहुन्छ ल हाम्रो पूजा गरेर सकियो अब फोटो सेसन हुँदैछ यता मेरोबाट पनि राम्रो आउँछ ल भाउजूलाई अफिस जान बेर भएर मलाई अत्ताउँदै हुनुहुन्छ पूजा गरेर सक्यौँ अब हामी फर्किन्छौँ दाइ अगाडि पुगिसक्नुभयो बाई बाई दाइ भाउजूहरू अघि गइसक्नुभयो म यहाँ छु अब बाई बाई म भिडियो बन्द गर्छु बाई एकदमै राम्रो ठाउँ छ तपाईँहरू पनि घुम्न आउनुहोस् पूजा गर्नुहोस् मनोकामना पुरा गर्नुहोस् अहिले फर्किम यो भाउजूले हो कि हिँड्दै जाने भनेको ल यस्तो देखियो अहिले त अब तलको हुस्सु त गएको छैन रहेछ किन चिसो ल त्यहाँ तल जान्छ फोटो खिच्न त अहिले क्लिक गर्न मिल्छ त्यहाँबाट राम्रो आउँछ नि राम्रो आउँछ दाइ भाउजू हजुर उता जानु न म मात्र बनाउँछु भिडियो प्लिज प्लिज हारिदिन्छु मैले छिनको छिनमै सक्यो बाई बाई आजको भिडियो यही अन्त्य गरेँ मैले फेरि अर्को इन्ट्रेस्टिङ भिडियो लिएर म फेरि आउनेछु त्यति बेलासम्मको लागि धैर्य धारण गर्नुहोला बाई